गर्न सकेन भने आफै साथमा रहेको ईश्वरलाई पहिचान गर्न नसकेर अन्यत्र तर्किनु पर्दछ। आज तपस्याका बेलामा भगवानले वचन दिनुभएको थियो, म तिम्रो पुत्र बनेर आउँदैछु भनेर। आज तिनै ईश्वर आफ्नो पुत्र बनेर आफ्नो घरमा आएको छ। अनि त्यो पिता चाहिँ म त्यो ईश्वरलाई भेट्न जान्छु, ईश्वरलाई प्राप्त गर्न जान्छु भनेर आफ्नो पुत्र रूपी ईश्वरलाई त्यही परित्याग गरेर एकान्ततिर प्रस्थान गरिरहेको छ। आज हाम्रो पनि अवस्था त्यस्तै छैन? विचार गरौँ त। हाम्रो सानिध्यता, हाम्रो साथ आफूभित्रै रहेको ईश्वरलाई चिन्न नसकेर बाहिर ईश्वर खोज्दै कुदिरहेका छौँ। हुँदाहुँदै हामी यति सम्मान गरिरहेका छौँ, म त फलानु तीर्थमा पो जाने भन्छौँ। अनि त्यो तीर्थमा जाँदा आफ्ना घरमा सधैँभरि पूजा गरिरहेको देवतालाई चाहिँ बाती शुद्ध पनि बाल्न भ्याउँदैन भने विचार गरौँ त। आफ्नो सधैँभरि पूजा गरिरहेका, आफ्नो मन्दिरमा रहेका, पूजा कोठामा रहेका, जहाँ जसरी भगवानले जसरी पूजा गरिरहेको छ, ती आफ्नो घरमा सधैँभरि नित्य पूजा गर्ने देवतालाई त्यतिकै खाली राखेर अन्यत्र भ्रमण गरिरहेका छन्। देवताको पूजा गर्न गए, आज त यहाँ त घरमा पूजै गर्न बिर्सेछु, माई खोला गए कि नुहाउनलाई घरमा चाहिँ पूजा गर्नै पाएन भन्छ। के फाइदा छ? विचार गरौँ त। आफ्ना घरमा रहेका अरू बेला चाहिँ हे इष्टदेव, हे कुलदेव भनेर प्रार्थना गर्नुपर्ने, अनि यसो त्यहीँपट्टि माई जानु पर्यो भने चाहिँ ती देवतालाई त्यत्तिकै एउटा पुष्प पनि अर्पण गर्न नपाइकन जानुपर्ने। त्यस कारणले गर्दा अझ प्रत्येक व्यक्तिको अन्तर हृदयमा ईश्वर, शास्त्र यही बताइरहेको छ, हृदय निवासी ईश्वर भनेर। प्रत्येक व्यक्ति ईश्वरले युक्त भएर ईश्वरको सानिध्यतामा रहेर, अर्थात् अझै भन्ने हो भने जो प्रत्येक व्यक्ति चाहिँ यो मानव जुन शरीर छ, यो शरीर त मात्र खोल हो। शरीरलाई सञ्चालन गर्नेवाला त्यो परम तत्व आफूसित छ। त्यो परम तत्वलाई बुझ्नका निमित्त हामी प्रयत्न गर्दैनौँ, अनि अन्यत्र जाँदा चाहिँ त्यो परम तत्व प्राप्त हुन्छ होला। त्यसो भने हाम्रो त भाव कस्तो भइसक्यो, नजिकैको मन्दिरमा गयो भने चाहिँ अलिक सानो भगवान होला, अलिक टाढा गयो भने चाहिँ ठुलो भगवान भेटिन्छ होइन? हामीलाई त्यो आउँदछ बा। त्यस कारणले गर्दा नजिकैको भगवान सानो, टाढा जाँदा ठुलो भगवान भेटिने हो र? विचार गरौँ। भगवान न त सानो छ न त ठुलो छ, भगवान त प्रत्येक भक्तको भाव अनुसारको भइदिन्छ। त्यस कारणले गर्दा भगवानलाई के भनिन्छ? भावग्राही जनार्दन। भक्तको भाव कस्तो छ त्यो ईश्वर त्यस्तै बनिदिन्छ। त्यस कारणले गर्दा यहाँ आएर कपिलदेव भगवान पुत्र बनेर आफ्नो घरमा आउनु भएको छ। अनि तिनै पुत्रका पिता कर्दमजी म भगवानलाई प्राप्त गर्न गएँ, है बाबु तिमीले आमाको ख्याल गर्नु भने तपस्या गर्न गए। माता देवहूतिले केही समय पश्चात चिन्नुभयो, यिनी त मेरो सामान्य पुत्र होइन, यिनी त ईश्वर हुन् भन्ने कुरा। अनि भगवानको दिव्य शरणमा पर्न लाग्नुभयो। तम त्वागताहं शरणं शरण्यं स्वभृत्य संसार तरो कुठारम् जिज्ञासयाहं प्रकृते पुरुषस्य नमामि सद्धर्मविदां वरिष्ठम्। हे भगवान, हे ईश्वर, आज म हजुरको दिव्य शरणमा आएकी छु। अब मलाई हजुरले आफै आमाको भावले नभएर आफ्नो एउटा भक्तको भावमा, शरणागतको भावमा ग्रहण गरेर मेरा मनमा रहेका, मेरा साथमा रहेका अज्ञान रूपी अन्धकारहरूलाई विनाश गरिदिनुहोस्। म हजुरको शरणमा परेको छु प्रभु भनेर आफ्नै आमा गएर भगवान कपिलको शरणमा पर्दै हुनुहुन्छ। माता देवहूति जब भगवान कपिलको शरणमा परेर प्रार्थना गर्न लाग्नुहुन्छ, प्रभु संसारमा ईश्वरलाई चिन्नका निमित्त कस्ता प्रकारका कर्महरूद्वारा ईश्वर चिनिन्छ, मानव के कारणले गर्दा संसारमा विचलित भइरहेको छ, भ्रममा परेर दगुरिरहेको छ, यसको मुख्य जड के हो भनेर जब सोध्नुहुन्छ, भगवान कपिल बताइरहनु भएको छ, माता अहम ममाभिमानोत्थै कामलोभादिभिर्मलैः भीतं यदा मनः शुद्धम् अदुःखम् असुखम् समम्। हे माता, संसारमा रहेका प्रत्येक व्यक्तिहरू अहम मम, म र मेरो भन्दा भन्दै त्यत्तिकै समय व्यर्थमा बिताइरहेका छन्। हामी मानवहरू
संसारमा बसेर मेरो धन, मेरो सम्पत्ति, मेरो जग्गा जमिन, मेरा इष्टमित्र, मेरा छरछिमेक सबै मेरो 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 भन्दा भन्दै त्यतिकै समय व्यतीत भइरहेको छ कि हातमा चाहिँ केही पनि छैन। मेरो विचार गरौँ त के छ हाम्रो साथमा जाने? केही नै छैन। हामीले जति पनि देख्दछौँ, जति पनि आर्जन गर्दछौँ, यो कुनै पनि चिज हाम्रो साथमा जाँदैन। तर पनि मम भनिरहन्छ व्यक्ति, मेरो मेरो भनिरहन्छ। त्यही मम र मेरो भन्ने भाव जुन अभिमानद्वारा उत्पन्न हुन्छ, त्यही अभिमानद्वारा उत्पन्न भएको काम र लोभ रूपी विकारले युक्त भएका व्यक्तिले भन्नेवाला मम र मेरो भन्दा भन्दै त्यो व्यक्ति संसारमा कहिले अत्यन्त दुखी भएको अनुभव गर्दछ, कहिले अत्यन्त सुखी छु जस्तो गर्दछ व्यक्ति। कहिले मलाई त सुखै सुख छ सबैतिरबाट। छोराले पनि भनेको मान्छन्, छोरीले पनि मान्छन्, ठाउँ ठाउँमा पुगेका छन्। मेरो फलानो छोरो एउटा अस्ट्रेलियामा, अर्को अमेरिकामा, अर्को जापानमा, पैसाको त वर्षै गराइदिन्छ, मलाई के को दुःख छ र, सुखी छ जीवन भनिरहेका हुन्छौँ हामी। अनि त्यस्ता व्यक्तिको कुरालाई सुनेर अध्यात्मको क्षेत्रमा लागेका व्यक्तिहरू चाहिँ हाँस्छन् अरे कि उपहास गरिदिन्छ। सम्पत्तिले सुख प्राप्त हुने भए स्वयंभूव नाम गरेका मनु आएर किन एउटा पर्ण कुटीरमा बस्ने पुरुषसँग आफ्नो छोरीको बिहे गरिदिन्थे? सम्पत्तिले सुख प्राप्त हुन्थ्यो भने हिजो सुनेको होइन र हामीले राजा परीक्षितलाई सुखदेव महामुनि, हे राजन, तिमीले गएर यस्तो यस्तो प्रकारको देवताको उपासना गर, तिम्रो परित्याग भइसकेको, तिम्रो घुमिसकेको पृथ्वी त्यो राज्य फेरि प्राप्त गर्दैछ। तर राजाले के बताउनु भयो? स्वामी, सम्पत्तिबाट सुख हुँदैन रहेछ। मैले यो कुरालाई थाहा पाएँ। म चक्रवर्ती सम्राट हुँ, सबै कुरा भोगेको छु, मैले सबै कुराको उपभोग गरेको छु। तसर्थ त्यहाँ त क्षणिक सुख मात्र छ सम्पत्तिमा। त्यस कारणले जति पनि व्यक्तिले मेरो मेरो म यति छ, यति कमाएको छु, अब यति कमाउन बाँकी छ, अब यति कमाउँछु भनेर मात्र कमाउनका निमित्त काम, क्रोध र लोभले युक्त भएर अगाडि बढिरहन्छ, तबसम्म त्यो व्यक्तिले दुःख पाइरहन्छ। किनकि यो संसारमा न दुःखम न सुखम समम। भगवान कपिलदेव यहाँ बताउनुहुन्छ, न त संसारमा कसैलाई दुःख छ न कसैलाई सुख छ। सुख र दुःख भनेको यो मनको विषय मात्र हो भनेर बताइएको छ। मन एव मनुष्यस्य मनुष्याणाम कारणम बन्ध मोक्षयोः। यो जुन हाम्रो मन हो, यो मन नै कसैको बन्धनको कारण बन्दैछ, कसैको मोक्षको कारण बन्दैछ। मनले कल्पना गर्यो म सुखी छु भनेर त्यो व्यक्ति सधैँभरि हाँसिरहन्छ। मनले कल्पना गर्यो म अत्यन्त दुखी छु, त्यो व्यक्ति जति नै कमाए पनि जीवनभरि दुखी नै मात्र भइरहन्छ। त्यस कारणले गर्दा संसारमा आएका व्यक्तिले क्षणभङ्गुर कुराहरूलाई वास्तविक हो भन्ने बुझेर संसारमा रुमल्लिरहन्छन्, जसका कारणले गर्दा अत्यन्त धेरै 84 को चक्करमा पर्नु पर्दछ भनेर यहाँ बताउनुहुन्छ। अन्य सबै कुराहरू भन्दा त्यो म र मेरो भन्ने भावलाई कसरी जित्न सकिन्छ त? माता देवहूति सोध्नुहुन्छ। भगवान कपिल बताइरहनु भएको छ, त्यो म र मेरो भन्ने भावलाई जित्नका निमित्त सबैभन्दा पहिले भगवानको दिव्य चरणको अनुराग गर्न सिक्नु पर्दछ, भक्ति गर्न सिक्नु पर्दछ। भक्तिका अनेक प्रकारका विधिहरू रहेका छन्। ती भक्तिलाई जब व्यक्तिले अपनाउँदछ, जब भगवानसँग सच्चा भक्ति गर्दछ, त्यो सच्चा भक्तिलाई नै सच्चा प्रेम भनेर बताइन्छ। अब त्यो प्रेमको लक्षण कस्तो प्रकारको हुन्छ? तत् सुखे सुखित्वम इति प्रेम लक्षणम भने देवर्षि नारद भक्ति सूत्रमा बताउनुहुन्छ प्रेमको बारेमा। आफूले जसलाई प्रेम गरेको छ, जसलाई मेरो सर्वस्व भनेर ठानेको छ, जुन देवतालाई यो मेरो इष्ट देवता हो, उनीबाट मेरो सबै कुराहरू पूर्ण हुन्छ भनेर ठानेको छ, त्यो आफूले प्रेम गरेको व्यक्तिलाई ओ सुखी हुँदा आफूले जति नै दुःख प्राप्त गरे पनि, मैले दुःख प्राप्त गरे पनि कमसेकम मैले प्रेम गरेको व्यक्ति त सुखी छ भनेर उसको सुखमा रमाउन सक्नु नै प्रेमको लक्षण हो भनेर बताउनुहुन्छ। त्यस कारणले गर्दा तत् सुखे सुखित्वम प्रेम लक्षणम यहाँ बताउनुहुन्छ। त्यसैले भगवानको दिव्य चरणको भक्ति गर्नु, भगवानले गरेका प्रत्येक कर्महरूको आफू साक्षी बन्ने प्रयत्न गर्नु। भगवान मेरो ईश्वरले यस्तो प्रकारको कर्म गर्दै हुनुहुन्छ, धन्य हुनुहुन्छ भनेर उहाँले गरेका कर्महरू, जसरी गोपिनीहरूले यिनीहरूलाई ब्रजबाट छोडेर मथुरामा गएर कृष्ण बस्दा पनि त्यो कृष्ण त हाम्रै साथमा छ नि, कृष्ण कहाँ हामीलाई छोडेर गएको छ र भन्ने भावले युक्त भएर कमसेकम हामीले
यो वृन्दावनमा बसेर गाई चलाउने जाँदा जंगलमा अनेक प्रकारका असुरहरूले पीडा गर्दै गर्दा पनि हाम्रो प्रियतम श्री कृष्ण त द्वारिकामा बसेर मथुरामा बसेर आनन्दको उपभोग गरिरहेको छ नि, कति खुसी छ। उसको खुसी नै हाम्रो खुसी हो भनेर कृष्णको खुसीमा रमाउन सक्ने गोपिनीहरू। त्यस कारणले गर्दा भक्ति भनेको त्यस्तो हुनुपर्दछ भनेर बताउनुहुन्छ। अगाडि महन्त आदि गरेका भिन्न भिन्न तत्त्वहरूको बारेमा वर्णन गरेर श्रवण गराउनुहुन्छ। प्रकृति र पुरुषको विवेकद्वारा मोक्ष प्राप्ति, वास्तवमा आत्मा र परमात्मा बीचको जुन भिन्नता छ त्यो भिन्नताको बोध गरेर अन्तिममा व्यक्तिले मोक्ष गतिलाई प्राप्त गर्न सक्दछ भनेर बताउनुहुन्छ। जसले भगवानको अनन्य भक्ति गर्दछ, भगवानको भक्त भएका त्यस्ता भक्ति गर्नेवाला व्यक्तिले उनको सेवाका निमित्त भनेर अणिमा महिमा लगिमा गरिमा आदि गरेका सिद्धिहरू आउँदछ भनेर बताइन्छ। जो भगवानको भक्ति गरेर भगवानको सच्चा भक्त भएर बसेको छ उसका निमित्त ती अणिमा महिमा आदि गरेका जति पनि सिद्धिहरू छन् ती सिद्धिहरू उनको सेवा गर्नका निमित्त तत्पर भएर आउने गर्दछ। तर भगवानका भक्तले ती सिद्धिहरूलाई पनि लत्याइदिने काम गर्दछन्, स्वीकार्दैनन् भनेर यहाँ बताउनुहुन्छ। यसदेखि अगाडि गएर जसले देह र गेहमा आसक्त भएर रहन्छ, देह भनेको शरीर, गेह भनेको घर र आफूले कमाएका सम्पत्ति, यिनीहरूमा जो आसक्त भएर बसिरहन्छ त्यो व्यक्तिले सदा सर्वदा अधोगतिलाई नै प्राप्त गर्नुपर्दछ भनेर बताउनुहुन्छ। हामी मानवहरू मनुष्य योनिमा कसरी प्राप्त भयौं, हामीले कस्ता प्रकारका कर्महरू गर्दै अगाडि बढ्यौं, मानव जीवनको वास्तविकताको यहाँ बोध गराउनुहुन्छ माता देवहूतिलाई। हे आमा, कर्मणा दैव नेत्रेण जगुर्देहोपपत्तये स्त्रियः प्रविष्ट उदरं पुंसोरेतकणाश्रयः। बताउनुहुन्छ जब प्रकृति र पुरुषको समागमबाट कुनै पनि जीव आमाको गर्भाशयभित्र बस्दछ, यस अवस्थामा कललको समान आकृति प्रथम दिनमा निर्माण हुन्छ, 5औं रात्रिमा पानीको फोकाको समान आकृति निर्माण हुन्छ, 10औं दिनमा बैरको दानाका समान आकृति निर्माण हुन्छ, त्यसदेखि उता एउटा पिठाको अण्डको समान आकृति निर्माण हुने गर्दछ। जब 1 महिना लाग्दछ शिरको उत्पत्ति हुन्छ, दोस्रो महिनामा औँला आदिहरू निर्माण हुन्छन्, हात आदिहरू बन्दछन्, अनि तेस्रो महिनामा नङ आदिहरूको साथमा पुरुष र स्त्रीको चिन्हद्वारा चिन्हित हुन्छ। जब 4थो महिना लाग्दछ सप्त धातुको उत्पत्ति हुन्छ, 5औं महिना लाग्दछ भोक प्यास उसका निमित्त प्राप्त हुन्छ। जब 6औं महिना लाग्दछ यस अवस्थामा आफ्नै आमाले जस्ता प्रकारका भोजन गर्नुहुन्छ तिनै भोजनका रसलाई उसले आफ्नो नाभिको माध्यमद्वारा नालको माध्यमद्वारा ग्रहण गरेर शरीरलाई हृष्टपुष्ट बनाउने भएका कारणले गर्दा अत्यन्त तडपिन लाग्दछ भनेर बताउनुहुन्छ। 6औं महिनाको बालक आमाको दाहिनेपट्टिको कोखामा आएर तडपिन्छ भनेर यहाँ बताइएको छ। किन तडपिन्छ त? आमाले जस्ता प्रकारका भोजन गर्नुहुन्छ त्यही भोजनको रसद्वारा उसलाई पीडा हुने गर्दछ। अन्तर्भक्ति अवस्थामा रहेकी आमाले कटु तीक्ष्णोष्ण लवण रुक्षम लादवी रुलभणी मातृभुक्ति रूपस्पृष्टि सर्वाङ्गोत्थित वेदिन यहाँ बताउनुहुन्छ। आमाले यस अवस्थामा अत्यन्त धेरै चर्को खाने, अत्यन्त अमिलो खाने, अत्यन्त पिरो खाने, टर्रो खाने, यस्तै यस्तै तामसिक भोजनहरू गर्नुहुन्छ, जसका कारणले गर्दा गर्भस्थ शिशुलाई अत्यन्त पीडा हुन्छ, तडपिन लाग्दछ। जब 7औं महिना लाग्दछ 7औं महिनामा उसलाई स्मरण शक्ति प्राप्त हुन्छ। म को हुँ, म कहाँबाट आएँ, मेरा पूर्व जन्महरू कस्ता थिए, मैले ती जन्महरूमा कस्ता प्रकारका कर्महरू गरेँ, ती सबै कुराको उसलाई ज्ञान प्राप्त हुन्छ, यानी कि उसको सुषुम्ना नाडी सक्रिय बन्दछ। यस अवस्थामा आफूले गरेका करोडौं पूर्व जन्मको स्मरण जब प्राप्त हुन्छ, ती स्मरणलाई प्राप्त गरेर आफूले गरेका कर्मलाई सम्झिँदै सम्झिँदै तडपिन लाग्दछ अनि निचोडमा पुग्दछ। मैले प्रत्येक जन्ममा भगवानलाई ढाँटेछु, जसका कारणले गर्दा आज फेरि आमाको गर्भरूपी नरकमा आएर पर्नु परेको छ। त्यस कारणले गर्दा आज अन्तिम पटक भगवानसँग प्रार्थना गर्नेछु भनेर यो गर्भस्थ शिशुले 7 महिनाबाट नित्य निरन्तर भगवानसँग वन्दना गर्दछ। के भन्छ भगवानलाई? हे परब्रह्म परमात्मा, हे ईश्वर, आज म यहाँ एक्लै छु, आमाको गर्भाशय अत्यन्त साँघुरो छ, मेरा निमित्त खुम्चेर बस्नु परेको छ,
अत्यन्त धेरै पीडा छ, तड्पिरहेको छु। यदि तपाईँले यहाँबाट मलाई बाहिर निकालिदिनु भयो भने सदा सर्वदा हजुरको दिव्य चरणको अनुराग गरेर जीवन व्यतीत गर्नेछु। उस्तै यही भावले युक्त भएर भगवानको दिव्य प्रार्थना गरिरहन्छ। यसो गर्दै गर्दै 7औं महिना, 8औं महिना, 9औं महिनासम्म उसले जब भगवानको प्रार्थना गर्यो, जब नवमास पूर्ण भएर 10 मास लाग्यो, आमाका गर्भबाट जब पृथ्वीमा आउँदछ, पृथ्वीमा आएर जब पहिलोपल्ट रोदन गर्दछ, आमाको गर्भबाट आएर सबैभन्दा पहिले आमाका सेवामा रहेका व्यक्तिहरूको अनुहारमा हेर्दछ भनेर यहाँ बताउनुहुन्छ। हामी मानवहरू जन्मिँदा कसरी जन्मिन्छौं, कस्ता प्रकारका प्रतिज्ञाहरू गर्भमा रहँदा गरेका छौं, यो प्रकरण बताउँदै हुनुहुन्छ। गर्भमा रहँदा हजुरको दिव्य चरणको अनुराग गरेर जीवन व्यतीत गर्नेछु भनेर प्रतिज्ञा गरेको बालक जब संसारमा आयो आमाको गर्भबाट, आमाका सेवाका निमित्त बसेका जति पनि सुडेनीहरू छन् उनीहरूको अनुहारमा हेर्छ। अब अहिले त सुडेनी नै हुँदैन, के हेर्ला, डाक्टर नर्स जे छ त्यसैलाई हेर्ला नि। उनीहरूलाई हेरेर उनीहरूको वासनाद्वारा नै ती व्यक्तिहरूले कस्तो प्रकारको कर्म गर्दैछन् संसारमा भनेर ती सबै कुराको बोध हुन्छ उसले। अत्यन्त अत्तालिन्छ, यति धेरै कुकर्म गर्नेवाला यी व्यक्तिहरू। आज यी व्यक्तिहरूको बीचमा मैले आएँ, प्रतिज्ञा गरेको छु सत्कर्म गर्छु भनेर। कसरी प्रतिज्ञा पूर्ण होला? ठिकै छ, यिनीहरू जस्तै भए पनि जो मेरी आमा हुनुहुन्छ, जननी हुनुहुन्छ, जसले मलाई जन्म दिनुभयो, उहाँले चाहिँ कस्तो कर्म गर्नुहुन्छ त यसो सुन्दछ। आमाको शरीरको वासनाद्वारा उसले सबै कुरा थाहा पाउँदछ। यी मेरी आमाले पनि यति नराम्रो कर्म गर्नु हुँदो रहेछ, यति धेरै अर्कालाई झुक्क्याएर ढाँटेर अनेक प्रकारका कुकर्म गरेर बाहिर चाहिँ राम्रो गरे जस्तो देखाउनु हुँदो रहेछ। अब म कसको साथमा बस्ने होला? भगवानसँग त सत्कर्म गरेर जीवन व्यतीत गर्नेछु भनेर प्रतिज्ञा गरेको छु। यति धेरै कुकर्म गर्नेवाला व्यक्तिको बीचमा मेरो आगमन भयो। अब कसरी मेरो प्रतिज्ञा पूरा होला नि भनेर जब तडपिन लाग्दछ, यस अवस्थामा तडपी रुन लाग्दछ। जब यो सानो बालक पहिलोपल्ट संसारमा आएर रुन्छ, पहिलोपल्टको रोदनको साथसाथमा गर्भमा रहँदा प्राप्त गरेको सम्पूर्ण ज्ञान नष्ट भएर जान्छ। अघि सक्रिय भएको सुषुम्ना नाडी निष्क्रिय बनिदिन्छ। अनि त म को हुँ, कहाँबाट आएँ, कुनै कुराको बोध हुन सक्दैन उसलाई। अघिसम्म म ईश्वरको अंश रहेछु, ईश्वरमा मिल्नु पर्ने रहेछ, भगवानसँग प्रार्थना गर्दै थियो गर्भभित्र रहँदा। अब त म को हुँ भनिरहेको छु, क्वाहम भन्दै रोइरहेको छु। म को हुँ, म कहाँ आएँ? अनि यिनीहरू को